आज चाहिँ म साथीहरुलाई एकदम महत्त्वपूर्ण जानकारी गराउन गइरहेको छु। यस खोर्सानी बालीमा राख्ने रोगमध्ये एकदमै डरलाग्दो यो रोग हेर्नु होला। यो खोर्सानीको एकदमै पत्ता खुम्चिने र डल्लो पर्ने, वृद्धि विकास नहुने के कारणले गर्दाखेरि यस्तो भएको हेर्न सक्नुहुन्छ। यो माकुराले यहाँनिर फूल पारेर छोडिएको छ र पत्ता पनि हेर्नु सबै एकदम डल्लो परेर यस्तो वृद्धि विकास पनि भएको छैन र एकदम पँयलेको छ। र अर्को यहाँ हेर्न सक्नुहुन्छ, यसमा पनि त्यस्तै रोग देखिएको छ। पत्ता डल्लो पर्ने र पँयलिने, पँयलो दाग धब्बाहरू देखिने। हेर्नुस् त, यो सबै फ्यालेर फेरि रोपिएको खोर्सानी हो। यो सानो सानो चाहिँ यो खोर्सानी पनि हेर्न सक्नुहुन्छ, त्यही रोग छ। पत्ता खुम्चिने, एकदम डल्लो पर्ने र पँयलो दागहरू देखिने, वरिपरि टाटे पाङ्ग्रे दागहरू देखिने। यहाँ हेर्न सक्नुहुन्छ, फुल्न आँटेको यहाँ हेर्नुछ। यो किराले फूल पारेर छोडिएको छ। यहाँ हेर्नुस्, एकदम धेरै मात्रामा छोडिएको यहाँनिर फूलहरू छ, किराको फूलहरू। यस्तोले गर्दाखेरि यो खोर्सानीमा लाग्ने रोग मध्येको एकदमै डरलाग्दो रोग हो। र यो रोग लागिसकेपछि भनेको वृद्धि विकासमा पनि कम हुन्छ र यसले भने जस्तो सोचे जस्तो यसले फल पनि दिन सक्दैन। र यो भनेको एकदेखि अर्कामा हुँदै हुँदै पुरै बालीमै सर्ने खतरा हुन सक्छ। त्यसैले यसको नियन्त्रण चाहिँ गर्न एकदमै जरुरी छ। हाम्रो किसान दाजुभाइहरूले हेर्न सक्नुहुन्छ, सबै खोर्सानीमा सरिसकेको छ। एकदेखि अर्को, अर्कोदेखि अर्को गर्दा गर्दै सबैमा सरिसकेको छ। र यसमा 2-3 थरीका किराहरू हुँदो रहेछन्। जस्तै एउटा माकुरा भइहाल्यो र अर्को तपाईको पँयलो खालको हरियो हो, यस्तै पत्ता जस्तो लाई किरा भइहाल्यो। र अर्को एक प्रकारको किरा हुन्छ, त्यो चाहिँ एकदम कालो कालो परेको किराहरू हुन्छ। हेर्न सक्नुहुन्छ माकुरा। यो माकुरा, यस्ता माकुरा र 3-4 थरीका माकुराहरूले गर्दाखेरि नै यो खोर्सानीमा फूल पार्ने र त्यही फूलबाट बच्चा काड्ने र त्यसै गर्दा गर्दै एकदम रस चुसेर खोर्सानीको वृद्धि विकास बन्द गरिदिने। हेर्न सक्नुहुन्छ, पुरै डल्लो परेको छ र पत्तामा बस्ने र पत्तामा पनि माथिल्लोपट्टि हैन, मुनिपट्टिबाट लुकेर बसेको हुन्छ र एकदम चुसेर यसले सबै खुन यसको यो खोर्सानीको पत्ताबाट सबै यसको ताकतहरू चुसेर बढ्न पनि दिँदैन र यसले फल पनि दिँदैन। यसको नियन्त्रण गर्नु चाहिँ एकदमै जरुरी छ। यो रोग लागिसकेपछि भनेको तपाईको खोर्सानीमा वृद्धि विकास कम हुने, हुँदै नहुने भनौँ न। अब तपाईको 2.5 महिना भइसक्यो यो खोर्सानी रोपेको। यसमा तपाईको 100 वटामा 10 वटा राम्रो होला, अरु सबै यहाँ हेर्न सक्नुहुन्छ। अघिकै खोर्सानी देखाउँदैछु म तपाईलाई। यो बढ्नेवाला पनि छैन र यसको रोग हेर्नुस्, पँयलो पत्ताहरू पनि सबै छिर्का भइसक्यो। र यसको मुनिबाट बसेको त्यो किरालाई चाहिँ एकदमै नियन्त्रण गर्नु जरुरी छ। र माथिबाट हामीले स्प्रे गर्दाखेरि मुनि नभेटिएर त्यो किराहरू त्यत्तिकै रहेका हुन्छन् र त्यसले नै फेरि फूल पारेर पछि बच्चाहरू काडेर फेरि अरू खोर्सानीहरूमा सरेर यही रोग फैलाउने गर्दछ। र यसको लागि भने चाहिँ एकदमै गर्नु जरुरी छ नियन्त्रण। यहाँ हेर्न सक्नुहुन्छ। र यसको लागि चाहिँ तपाईलाई म एउटा दबाई देखाउँदैछु। यो औषधि मैले भेटनरीबाट ल्याएको। यसको औषधि चाहिँ तपाईले यहाँ हेर्न सक्नुहुन्छ। र यसलाई मुनिपट्टिबाट पनि स्प्रे गर्नु एकदमै जरुरी छ। मुनिपट्टि बसेको हुन्छ र यसलाई मैले 2 पटक स्प्रे गरिसक्दाखेरि पनि अझै पनि यहाँ हेर्न सक्नुहुन्छ, अझै पनि यसमा किराहरू जस्ताको तस्तै छन्। र यसको औषधिको नाम चाहिँ तपाईलाई यहाँनिर देखाउँदैछु। किङ हन्टर भन्ने यो चाइनिज औषधि हो। इन्सेक्सस किङ 100 भन्ने यसको 100 ग्रामको हुन्छ र यसको मूल्य भने तपाईको 700 रुपैयाँको हो। र यो सँगसँगै यो बर्खाको टाइममा हान्नुपर्ने भनेको चाहिँ अर्को स्टिकर। यो तपाईको 100, 120, 150 जहीँ पनि पाउन सक्नुहुन्छ। र यो मिसाएर हान्दाखेरि भने चाहिँ तपाईको बर्खाको टाइममा तत्कालै पानी पर्दाखेरि पनि यो स्टिकरले चाहिँ राख्ने हुँदाखेरि त्यस्तो धेरै पर्दैन र यो चाहिँ तपाईले सँगसँगै हान्नुपर्ने। र तपाईले देखिसकिहाल्नु भयो र यसको लागि चाहिँ तपाईले तुरुन्तै औषधि गर्नु होला।